सबैभन्दा उत्तम लगानी भनेको आफै माथिको लगानी हो। जति तिमी सिक्न सक्छौ उति बढी कमाउन सक्छौ। हेलो गाइस, नमस्ते, वेलकम टु माई न्यू ब्लग। आज हामी कपडा काट्न जाने हो। अब चाहिँ हामी ट्याक्कै गेम कपडा काट्ने शैलीमा आइपुग्यौँ। मेरो चाहिँ भाइको कपडा काट्ने हो। हामीलाई बिस्कुट लिन हिँडेको। अन्त चाहिँ दुसरा बिस्कुट खाँदै अनि लिन हिँडेको। यता पसलतिर पाइन्छ कि भनेर के भन्नको लागि बाबुको लागि बिस्कुट ल्याइसकेँ। म चाहिँ टक्क मैले भन्दा बाबुलाई बिस्कुट दुध तयार गरिदिएको छु, खानुहुन्छ। मैले बाहिर चोकमा पुगेर ल्याएको बिस्कुट हेर्दै भन्दा त्यो बिस्कुट मनपर्छ र अनि बिस्कुट खाएको हेर्दै हुनुहुन्छ। टाउको दुख्ने कारणले म चाहिँ सिधा लिन हिँड्न आँटेको। टाउको दुख्यो, त्यही भएर औषधिको लागि मेडिकल हिँड्न आँटेको। बाहिर आइसक्यो, पानी अलिअलि आइरहेको छ। यहाँ पुरा बादल लागेर त्यस्तो भइन्छ। अब चाहिँ टक्क सिटामा लिएर आइसक्यो दिदीलाई। टाउको यहाँ पक्राउनु दिएको